चाइना बोर्डर है चाइना बोर्डर यहाँबाट चाइना बोर्डर देखाइदिएको भिडियो बनाएको के सानो कस्तो मजाले देख्थ्यो भिडियो लाग्यो भिडियो त राम्रो आउँदैन जाडो महिनामा यता नि हिउँ पर्छ होला है त पर्छ हिउँ भनेपछि यहाँबाट चाइना बोर्डर 150 किलोमिटर धेरैमा धेरै 200 किलोमिटर होला यस्तो गर्मी महिनामा त यहाँ जाडो हुन्छ यार तराईतिरको मान्छेहरू त अनि मोबाइल भुइँमा राखी टिकटक यस्तो पनि हुन्छ कति भनेपछि यहाँबाट खातबारी पुग्नुलाई तल्लो बाटो गयो भने 2.5 घन्टा मजाले कुदाएर गयो भने 2.5 घन्टा लाग्छ 2.5 घन्टा पछाडि 82 किलोमिटर छ त्यति मात्रै खातबारी जाने बाटो नि यही हो पहिलेको त यो पुरानो नयाँ अहिले तल आखिरबाट लेकबाट सर्टकट खोलेको छ क्या बाटो योभन्दा 32 किलोमिटर नजिक छ बाटो तल्लो बाटो यहाँबाट आउँदैन राम्रो आइफोन बोकेर आइफोन पनि छैन आइफोन बोकेर आउनु पाएको भए मजा आउँछ यहाँ चाहिँ बन्द बन्द यहाँबाट लिएर जानु जस रमाइलो ठाउँ रहेछ यो ठाउँको नाम के रहेछ जोरपाटी काठमाडौँ जोरपाटी होइन नि फेरि केटाहरूले फेरि भिडियो हेरेर काठमाडौँ जोरपाटी पुगेर भन्ला फेरि कता त है कतापट्टि यता
काठमाडौँको भाडा काठमाडौँको हेलो म यता पूर्वतिर छु भन्नु न नागाघाटमा नागाघाटमा बुझ्नुपर्छ ल